Black Bay Production, Hong Kong. नमस्कार, म अनुज रोका। यहाँलाई टेबल टकमा फेरि पनि हार्दिक स्वागत छ। आज मसँग यस्तो एउटा प्रतिभा हुनुहुन्छ। प्रतिभा सँगसँगै त्यो प्रतिभाको जननी अर्थात् भनौँ उहाँको मामुलाई पनि मैले लिएर आएको छु प्रोग्राममा। अझ भनौँ हाम्रो नेपाली समाजमा यस्तो एउटा इतिहास छ हैन, प्यारेन्ट्सले आफ्नो नानीहरूलाई सही गाइडेन्स नगरिरहेको अवस्था, प्यारेन्ट्सले आफ्नो छोराछोरीबाट असन्तुष्टि लिइराखेको अवस्थामा त्यस्तो बिचमा पनि आफ्नो बच्चालाई एउटा उत्कृष्टता हासिल गर्नका लागि सदा अभिप्रेरित गरिराख्ने त्यस्तो प्यारेन्ट्स उहाँ आफैमा पनि एउटा सक्षम कलाकार हुनुहुन्छ। यहाँले चिनिसक्नुभयो, मैले भनिसक्दै उहाँको फेसबाट तपाईँ पनि परिचित हुनुहुन्छ। सी इज नन अदर देन कविता रेग्मी। आज मसँग हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। वेलकम टु आवर सो। नमस्ते। त्यस्तै मसँग उत्कृष्ट बाल प्रतिभा, जसको प्रतिभाबाट, जसको अभिनयबाट तपाईँहरू पक्कै पनि लट्ठ भइसक्नु भएको छ। ह्यान्डसम मेन, क्युट बेबी अनुभव रेग्मी, वेलकम टु आवर सो। थ्याङ्क यू। हङकङ आउनु भएको छ है। तपाईँलाई म सबैभन्दा पहिले एउटा यस्तो क्वेसन गर्न चाहन्छु। संसारमा एउटै मात्र मान्छेसँग दुखी भइँदैन अरे, एउटै मात्र मान्छेको ईर्ष्या लाग्दैन अरे, जसको प्रगति देखेर त्यो आफ्नो सन्तान हो अरे। आज तपाईँको सन्तानले यति धेरै प्रगति गरिराखेको छ, यति धेरै मेहनत गरेर तपाईँको मात्र नभएर आम जनताको मन जितिराखेको छन् बाबुले हैन। कस्तो फिल हुँदो रहेछ एउटा आमाको मनबाट? एकदमै म आफूलाई एकदम प्राउड फिल गर्छु हैन। मेरो छोराले अहिले मान्छेहरूको छोराछोरी अब ठुलो भएर हैन नाम कमाएर त्यसपछि बल्ल चिनिन्छ। मैले चाहिँ अहिले चाहिँ मैले हाम्रो कविता रेग्मी र अरुण रेग्मीको छोरा भन्दा पनि हामी चाहिँ छोराको नामबाट चिनिन्छु मैले हैन। अनुभव रेग्मीको मम्मी बाबा भनेर चिन्छु, त्यसमा एकदम खुसी लाग्छ। अनुभव, अहिले आफ्नो कारणले, आफ्नो अभिनय क्षमताले बाबा आमालाई चिनाइराखेको छ अनुभवले हैन। जस्तो अनुभवको बाबा, अनुभवको मम्मी भनेर आम दर्शक श्रोताले चिनिराख्नु भएको छ। कस्तो अनुभव हुँदो रहेछ आफ्नो नामले आमा बाबालाई चिनाउँदा? मलाई एकदम रमाइलो फिल हुन्छ, किनकि मेरो प्यारेन्ट्सले खुसी पाउनुहुन्छ, त्यो पनि धेरै मानिसहरूले गरेर। तपाईँ आफै पनि एउटा सक्षम कलाकार हुनुहुन्छ। अर्थात् अनुभव सानैदेखि नै चाहिँ एउटा कलाकारिता इन्भाइरोमेन्टमा हुर्किएको मान्छे होइन। तपाईँको हस्बेन्ड पनि कलाकार, तपाईँ पनि कलाकार, अझ तपाईँ त सशक्त अभिनय गर्नुभएको थियो। तपाईँको चाहिँ टेलिफिल्म परिचयबाट नै मैले तपाईँलाई चिनिसकेको थिएँ होइन। यो हिसाबले अनुभव इनबर्न नै कलाकारिता बोकेर आएको मान्नुहुन्छ कि बिस्तारै उमेर बढ्दै गइसकेपछि सिक्ने क्रममा चाहिँ एउटा उत्कृष्ट कलाकार भएको ठान्नुहुन्छ? त्यो चाहिँ इनबर्न नै भन्नुपर्छ, किनकि अब ऊ प्रेग्नेन्ट भएको बेलामा मैले परिचय सिरियल गरिरहेको थिएँ होइन। मैले त्यो प्रेग्नेन्ट हुँदा 7 महिनासम्म मैले सिरियल गरेको होइन। त्यति अब अभिनय गर्दाखेरि अब त्यो सबै हुन्छ नि त। अब त्यो 7 महिनापछि त्यो बच्चाले पनि सबै थाहा पाउँछ भन्ने सुनेको थिएँ। अब त्यस्तै लाग्छ मलाई अहिले, त्यही थाहा पाएर एक्टिङ गर्वमै सिकेर आएको कि जस्तो लाग्छ अहिले चाहिँ उसले गरेको देख्दाखेरि चाहिँ। अनुभव बाबा मम्मीबाट कतिको बाबा मम्मीले कति सिकाउनुहुन्छ अभिनय गर्नको लागि, कति अभिप्रेरित गर्नुहुन्छ, कतिको मोटिभेसन गर्नुहुन्छ? मलाई धेरै हेल्प गर्नुहुन्छ। मेरो जब स्क्रिप्ट आउँछ नि, मेरो प्यारेन्ट्सहरूले जहिले पनि मलाई हेल्प गर्नुहुन्छ, यो डाइलग भन भनेर सिकाउनुहुन्छ। अनि त्यो फिल्ममा अभिनय गर्ने क्रममा बाबा मम्मी अगाडि हुँदा र नहुँदा के फरक हुन्छ? मलाई केही फरक हुँदैन। अनि बाबा मम्मीको छेउमा अलिकति अप्ठ्यारो लाग्दैन रुनु पर्दा, अभिनय गर्नु पर्दा? मलाई त्यस्तो गाह्रो फिल हुँदैन। म भित्रैबाट फिल गर्छु अनि रुन्छु। म त्यस्तो नर्भस हुँदैन। अनुभव, यो सानो उमेरमै यति धेरै चर्चित, यति धेरै मान्छेले मन पराए है, भविष्यमा के बन्ने योजना छ? म भविष्यमा नै यो पढाइ र एक्टिङको साथ बढेर बढ्छु। तपाईँ आफ्नो छोरालाई चाहिँ पढेर डाक्टर इन्जिनियर भएको हेर्न चाहनुहुन्छ कि भविष्यमा एउटा सफल कलाकार भएको हेर्न चाहनुहुन्छ? डाक्टर इन्जिनियर भन्दा पनि उसको इन्ट्रेस्ट केमा छ होइन। उसको अब इन्ट्रेस्ट अब अहिले सानैदेखि नै उसलाई म ठुलो भएर एक्टर बन्छु भन्ने उसको इन्ट्रेस्ट भएको छ होइन। त्यसमै सपोर्ट गर्ने हो हामीले त।
डक्टर फोर्स गरेर डक्टर इन्जिनियर बनाएर त्यो काम हुँदैन होइन। अब उसलाई जे इन्ट्रेस्ट छ होइन त्यसमै हामी उसलाई सपोर्ट गर्छौँ। होइन आई मिन तपाईँ अनुभवलाई के बनेको देख्न चाहनुहुन्छ? म एकदम सफल कलाकार। सफल कलाकार। सबैले अब यहाँ नेपालमा प्रायः जसो नेपालीहरूले चिन्छन् अहिले सानैदेखि नै, त्योभन्दा पनि अझ बढी माया पाओस् दर्शकहरूको भन्ने चाहना छ मेरो चाहिँ। अनुभवलाई घरमा मामुसँग बोलिरहँदा, पापासँग बोलिरहँदा अनि फिल्ममा पनि अभिनय गरिरहँदा के लाग्छ? जहिले अभिनय गरिरहेको जस्तो फिल हुँदैन? मलाई त्यस्तो अभिनय गरेको लाग्दैन। म सुटिङ सेटमा जान्छु, घरमा जस्तै फिल गर्छु, अनि घरमा त घरमै नै हो। अनुभव नेपालको टप सेलिब्रिटीहरूसँग जहिले साथै हुन्छ होइन? दुनियाँले मान्ने, दुनियाँले हेर्न चाहने सेलिब्रिटीहरूसँग अनुभव जहिले सँगै हुन्छ। साथीभाइबाट कस्तो प्रतिक्रिया आउँछ? तिमी त जहिले ठुलो ठुलो मान्छेहरूसँग हिँड्छौ, ठुलो ठुलो मान्छेहरूसँग कुरा गर्छौ, टप सेलिब्रिटीसँग हिँड्छौ, कुरा गर्छौ भन्ने साथीभाइबाट कस्तो प्रतिक्रिया आउँछ? मलाई साथीहरू अनि त्यसपछि मेरो टिचरहरूले चाहिँ योभन्दा पनि बेटर गर भन्नुहुन्छ। है? हजुर। ओके, अब तपाईँ पनि म लागेँ होइन? छोराले यो किसिमको सफलता गरिरहँदा, सफलता हासिल गरिरहँदा आफूलाई पनि कुनै स्क्रिप्ट सुहाउँदो, अर्थात् अनुभवकै मामु भएर अभिनय गर्नको लागि कहिलेकाहीँ भित्रैबाट अभिप्रेरित हुनुहुन्न तपाईँ? त्यस्तो गर्छु म होइन, आयो भने यदि होइन कुनै अब हामी दुईजना आमा छोराको क्यारेक्टर आयो भने गर्छु। अहिले चाहिँ मैले अलिकति ब्रेक गरेको छु होइन, बाबुकै कारणले। उसलाई अब पढाइदेखि लिएर हरेक कुरामा उसको साथ दिनु पऱ्यो। अब दुवैजनाले टाइम दिनु नसके पनि एकजनाले त दिनु पऱ्यो नि होइन। अनि उसलाई टाइम दिइरहेको छु। अनि अहिले चाहिँ मैले त्यस्तो गरेको छुइनँ, सानो रोलहरू त्यस्तो चाहिँ गरिरहेको छु। अनुभवलाई पढाइ सँगसँगै चाहिँ अभिनय क्षेत्रतिर पनि निरन्तरता लाग्नको लागि, अर्थात् मोटिभेसन गर्नको लागि घरमा कस्तो किसिमको ट्रिट गर्नुहुन्छ? जस्तो अहिलेको प्यारेन्ट्सहरू कस्तो पाउँछ भने बच्चालाई जहिले पढ मात्र भनिराख्ने होइन, विभिन्न चाहिँ गीत सङ्गीततिर लाग्यो भने नराम्रो बाटोतिर लाग्यो भन्ने गरिन्छ होइन। तपाईँले चाहिँ कसरी बच्चालाई मोटिभेसन गर्नुहुन्छ? पढ्ने टाइममा पढ्ने होइन, सबै एउटा टाइमिङ हुन्छ नि त। पढ्ने टाइममा पढ्ने, खेल्ने टाइममा खेल्ने, इन्टरटेन गर्ने टाइममा त्यही गर्ने, त्यस्तै। अनुभव जहिले इन्टरटेन गरिरहेको हुन्छ, कहिले नाचिरहेको हुन्छ, कहिले के गरिरहेको हुन्छ होइन? पढ्नु मन लाग्छ? मलाई पढ्न मन लाग्छ, एक्टिङ पनि गर्न मन लाग्छ। उसको पर्सेन्टेज पनि 98 भन्दा कम भएको छैन अहिलेसम्म होइन, राम्रै छ पढाइ पनि। Which subject is your favorite subject? I like all the subjects. All subjects? Yes. You are perfect in math, perfect in English and perfect in each and everything subject. Yes, I'm perfect. अनि स्कुलमा कहिलेकाहीँ ड्रामाहरू, नाटकहरू हुँदाखेरि टिचरहरूले कतिको इन्सपायर गर्नुहुन्छ त्यहाँ अभिनय गर्नको लागि, कला देखाउनको लागि? मलाई चाहिँ जब म स्कुलमा गएँ नि त्यतिखेर मैले एक्टिङ गर्न थालेँ नि, त्यतिखेरदेखि म डान्समा पनि सेलेक्टेड भएको छु, म्युजिकमा पनि सेलेक्टेड भएको छु। अब 9 नबन्नु ल फोको कुरा गरौँ होइन? अनुभवको अभिनय एउटा सिक्वेलदेखि अर्को सिक्वेलमा आइपुग्दा निकै नै खारिँदै गएको छ होइन? 9 नबन्नु ल फो हङकङमा अत्याधिक दर्शकले मन पराउनु भयो, एकदमै रुचाउनु भयो होइन? त्यो फिल्ममा तपाईँ छोराको फिल्म छोरासँगै बसेर पनि हेर्नुभयो, आम दर्शकको सँगै बसेर होइन? कुन पाटो, कुन छेड चाहिँ एकदम उत्कृष्ट लाग्यो अनुभवको? सबै राम्रो छ उसको। अहिले 2 मा जस्तो उसले एउटा सेन्टिमेन्ट बच्चा, एउटा बिमारी बच्चाको क्यारेक्टर गरेको थियो होइन? अनि त्यो सेन्टिमेन्ट अब सबैले अब बच्चा त्यस्तो भएपछि हेर्ने दर्शकहरू सबैजना रुनु भएको थियो होइन, यस्तो बच्चाले यस्तो एक्टिङ गरेको भनेर। तपाईँलाई चाहिँ आँसु आएन? म त कति सुटिङमै रोएको थिएँ म त होइन। सुटिङ गर्दा पनि मैले फुच्चीको मम्मीको क्यारेक्टर गरेको थिएँ मैले 9 नबन्नु 2 मा होइन। अनि त्यो सुटिङको बेलामा अब हामीले त्यो लास्ट सिन गर्दाखेरि 9 नबन्नु 2 को लास्ट सिन गर्दाखेरि प्रियङ्का म हामी सबैले होमवर्क गरेर त्यो त लास्ट सिन त एकदम इमोसनल सिन थियो होइन। त्यो चाहिँ हामी एक सर्टमै गर्नुपर्छ भनेर उसलाई पनि मैले सिकाएँ होइन। तिमी एकदम अब त्यो मर्ने सिनमा त आँखा अलिकति हल्लायो, उसले बोलिदियो भने पनि टेन्सन हुन्छ नि, त्यो फिलिङ्स ब्रेक हुन्छ होइन। अनि हामी सबैले प्रिपेरेसन गरेर अनि त्यो वान टेक ओके भएको सिन हो क्या त्यो हामीले। अनि प्रियङ्काले पनि ऊ पनि साँच्चैकै रोको, म पनि सबैजना त्यहाँ अब सुटिङमा युनिटमा हुनुहुन्छ नि, जस्तो हेयर ड्रेसर अनि मेकअपम्यान, क्यामेराम्यान, सबैजनाको आँखामा आँसु थियो कि त्यो सिन गर्दाखेरि चाहिँ। इमोसनल हुनुहुन्छ, अहिले पनि तपाईँको आँखामा मैले आँसु देखिरहेको छु। अनुभव 9 नबन्नु ल फोको कुनै एउटा उत्कृष्ट छेड सुटिङको क्रममा है, आफूलाई मन परेको छेड, मन परेको सुटिङको कुनै एउटा किस्सा थाहा छ? मलाई चाहिँ डाइलग नै मनपर्छ त्यो 9 नबन्नु फोको सुटिङ। हाम्रो दर्शकहरूलाई एउटा चाहिँ एउटा डाइलेक्ट चाहिँ एउटा राम्रो डेलिभर गरिदिउँ न त।
छोरीको बिहेको कुराले बुढोको दिमाग फुस्के जस्तो छ। सकियो। अहिले दर्शकहरूको छेउमा एउटा उत्कृष्ट इमोसनल एकदम स्याड एउटा चाहिँ अभिनय गर्न सक्छु? त्यो गर न त्यो उसको। लु न प्लिज, हाम्रो दर्शकहरू अनुभवको इच एन्ड एभ्रिथिङ हेरेर निकै नै चाहिँ इन्टरटेन लिनुहुन्छ, निकै नै उत्साहित हुनुहुन्छ। नाइनहरूलाई टुकुरलाई भन्नु। स्योर स्योर। सरी ल ड्याड, मैले हजुरको कुनै सपना पुरा गर्न सकिनँ। न गायक बने न पाइलट। अर्को जन्ममा म हजुरको छोरी बनेर जन्मिन्छु अनि सबै सपना पुरा गर्न सक्छु। वाउ, आउटस्ट्यान्डिङ। थ्याङ्क यू। कस्तो लाग्छ छोरालाई हेरेर, छोराको प्रगति देखेर? एकदम खुसी। अब खुसीको त सीमा नै छैन होइन। उसले गर्दाखेरि अहिले हामी पनि चिनिँदैछौँ होइन। अब यत्रो हङकङसम्म आएको छौँ। दर्शकहरूको अस्ति सन्डे सो भयो होइन। सन्डे सोमा पनि एकदम सबैले फिडब्याक राम्रो दिनुभयो, एकदम राम्रो गरेछ बाबुले भन्नु। हङकङका दर्शक श्रोतालाई के भन्न चाहनुहुन्छ? हङकङको दर्शक श्रोताहरूलाई मेरो छोराको फिल्म यति धेरै माया गरिदिनु भयो होइन। अब आगामी फिल्महरूलाई पनि यति नै माया गरिदिनुहुन्छ भन्ने आशा गरेको छु होइन। उहाँहरू सबैलाई एकदम थ्याङ्क यू, हृदयदेखि नै थ्याङ्क यू भन्न चाहन्छु। यहाँलाई पनि चाँडै कलाकारितामा देख्न पाइयोस्। हजुर स्योर। अनुभव, हाम्रो हङकङको दर्शक श्रोताहरूलाई अन्तिममा के म्यासेज छ? मेरो कमिङ फिल्म यही वर्षमा एउटा निरञ्जना भन्ने आइरहेछ। त्यसलाई चाहिँ 9 2 3 4 भन्दा पनि ज्यादा माया गरिदिनु भन्ने आशा छ मलाई। थ्याङ्क यू सो मच यहाँहरू दुवैजनालाई। थ्याङ्क यू सो मच। यहाँहरूले हाम्रो सो हेरिदिनु भयो। यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा यहाँहरूले मन परेको सेलिब्रेटीसँग गरिएको पर्सनल र प्रोफेसन कुराहरू लिएर अवश्य म कार्यक्रममा उपस्थित हुने नै छु। तबसम्मको लागि म अनुज रोका र मजाको दाई सहितको टिम आजको कार्यक्रमबाट बिदा हुन चाहन्छु। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, इन्जोय गर्नुहोस्, नेपाली चलचित्र सङ्गीतलाई, फिल्म इन्डस्ट्रीलाई माया गर्नुहोस्। थ्याङ्क यू सो मच।